यसरी पखाल्नुपर्छ। पखालेपछि अन्त मजाको घिउ लाग्छ। कोर्नमा राख्ने। त्यसरी पखाले पछाडि चाहिँ घिउ राम्रो हुने। अनि त्यो घिउको खार्दाखेरि मुनिपट्टि बिलाउने जस्तो धेरै नबस्ने छ। यस्तो भयो भने राम्रोसँग सफा गर्ने। हेर्नुहोस् त, यो तताउनको लागि एकदम रेडी भइसकेको छ। अब तताउने बेलामा चाहिँ कराईमा थोरै पानी हालेर पानी पनि राख्नुपर्ने हुन्छ अनि यसलाई तताउनु पर्ने हुन्छ। हेर्नुहोस्, मजाले पग्लिन सुरु भइसकेको छ। कालो फ्लेममा मजाले पकाउनु त्यसरी। हेर्नुहोस् त, थोरै लो फ्लेममा पकाउनु पर्ने हुन्छ। यसरी नै कन्टिन्यू पकाउँदै जानुहोस्। हेर्नुहोस् त, कति राम्रो भयो।